हामी सबैलाई थाहा छ चर्च भनेको एउटा भवन मात्र होइन, तर परमेश्वरका मानिसहरूको समुदाय पनि हो। तर अहिलेको समयमा थुप्रै चर्चहरू आफ्नो मार्गबाट भड्किएका छन्। केही चर्चले बाइबलको सत्यतालाई छोडेका छन्, त्यस्तै केही चर्चले पापलाई सामान्य मानेका छन्, अनि केही चर्चहरू पैसाको पछि लागेका छन्। यहाँसम्म कि कतिपय चर्चहरूले त येशूलाई केन्द्रबाट हटाएका छन्। अब प्रश्न उठ्छ, के तपाईँ हामी यस्तो चर्चमा गएर आत्मिक रूपमा सुरक्षित रहला त? बाइबलले भन्दछ झुटा अगमवक्ताहरूदेखि होसियार बस भनेर। यसकारण हामी झुटा अगमवक्ताहरूदेखि होसियारै बस्नु पर्दछ। आज हामी यस्ता 4 चिन्हहरू जुन चर्चमा देखिन्छन् त्यहाँबाट तपाईँ तुरन्त भाग्नुहोस् भन्ने कुराहरू सिक्नेछौँ। यसकारण भिडियोलाई अन्तिमसम्म हेर्नु भने तपाईँले ती कुराहरू राम्रोसँग बुझ्नुहुनेछ। पहिलो चिन्ह चाहिँ जब बाइबलभन्दा बाहिरको शिक्षाहरू सिकाइन्छ नि त्यस्तो चर्चबाट तपाईँ भाग्नुपर्छ। दोस्रो तिमोथी 4:2ले भन्दछ, वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्थी देऊ, हप्काऊ, उत्साह देऊ, धैर्यमा र शिक्षा दिने कुरामा नचुक भनेर। आज धेरै चर्चहरूमा दर्शन शास्त्रका कुराहरू धेरै सिकाइन्छ र मानवीय अनुभवलाई परमेश्वरको वचनभन्दा बढी महत्त्व दिने कुराहरू गरिन्छ। बाइबलले हामीलाई सिकाउँछ कि हामीले परमेश्वरको वचनलाई प्रचार गर्नुपर्छ, परमेश्वरको वचनबाट हामीले सही शिक्षा दिनुपर्दछ। तर परमेश्वरको वचन प्रचार गर्नु छोडेर, परमेश्वरको वचनको सही शिक्षा दिन छोडेर अरू नै कुराहरू हामी सिकाउन थाल्दछौँ भने यसले विश्वासीहरूको आत्मिक उन्नति हुँदैन, उनीहरू आत्मिक रूपमा कमजोर हुन थाल्दछन्। यसकारण तपाईँ हामी सचेत हुनुपर्छ। हामी अगुवाहरूले विशेष गरी परमेश्वरको वचनमा आधारित प्रचार हामीले गर्नु पर्यो। परमेश्वरको वचनमा आधारित शिक्षाहरू हामीले चर्चमा सिकाउनु पर्दछ। त्यसले मात्रै विश्वासीहरूको आत्मिक उन्नति र प्रगति हुन्छ। तर परमेश्वरको वचन सिकाउन र प्रचार गर्न छोडेर हामीले अरू कुराहरूलाई सिकाउन थाल्यो, मानवीय अनुभवलाई परमेश्वरको वचनभन्दा माथि राख्न थाल्यो भने त्यो चर्चमा चाहिँ विश्वासीहरूको आत्मिक प्रगति हुँदैन, तर तिनीहरू चाहिँ विश्वासमा दिन प्रतिदिन कमजोर हुँदै जाने सम्भावना हुन्छ। त्यसकारण यदि तपाईँ जाने चर्चमा परमेश्वरको वचनलाई भन्दा अरू कुराहरूलाई बढी सिकाउने गरिन्छ, अरू कुराहरूलाई पहिलो प्राथमिकता दिन्छ भने त्यस्तो चर्च छोड्नु नै बुद्धिमानी हुन्छ र तपाईँ सही बाइबलीय शिक्षा दिने चर्चमा जानु उपयुक्त हुन्छ, ताकि त्यहाँ गएर तपाईँको आत्मिक उन्नति अझ राम्रोसँग हुन सकोस्। यसकारण तपाईँ सचेत हुनुपर्छ। यदि वचन अनुसारको शिक्षा चर्चमा दिइँदैन, वचन प्रचार गरिँदैन, अरू कुराहरूलाई नै प्राथमिकता दिन्छ भने त्यो चर्चबाट निस्कनु नै बुद्धिमानी हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ। त्यसै गरी दोस्रो चिन्ह हामी हेर्नेछौँ, जब पापलाई सामान्य मानिन्छ र पश्चातापको बारेमा सिकाइँदैन, त्यस्तो चर्चदेखि पनि हामी निस्कनु पर्दछ। दोस्रो तिमोथी 4:3ले भन्छ, किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन् र सत्य कुराहरू सुन्नदेखि तर्की जानेछन् र दन्त्य कथाहरूतिर बरालिनेछन् भनेर। अहिलेको चर्चमा प्रायःजसो पापको बारेमा प्रचार गरिँदैन, तर मानिसहरूलाई उत्साह दिने, मनोरञ्जन दिने खालका शिक्षाहरू चर्चमा सिकाइने गरिन्छ। तर अहिले चाहिँ पापको विरुद्धमा साहससँग प्रचार गर्ने चर्चको खाँचो छ। यदि चर्चमा पापको बारेमा शिक्षा दिएन भने विश्वासीहरूले पाप के हो भन्ने कुराहरू थाहा पाउने छैनन्। त्यसपछि तिनीहरू चाहिँ पापसँग सम्झौता गरेर जिउनेछन्। यो चाहिँ डरलाग्दो अवस्था हो। चर्चमा पापको बारेमा सिकाइनुपर्छ र पापबाट पश्चाताप गरेर फर्किनुपर्छ भन्ने शिक्षा चाहिँ हामीले दिनुपर्दछ। यदि ती कुराहरू दिएनन् भने विश्वासीको जीवन परिवर्तन हुने छैन र उनीहरू विश्वास गर्नभन्दा अगाडि जस्तो थिए त्यस्तै उनीहरूको जीवन हुनेछ। यसकारण साँचो चर्चले जहिले पनि पापको विरुद्धमा प्रचार गर्छ, पापको विरुद्धमा बोल्छ र मानिसहरूलाई परिवर्तनको दिशातर्फ ढकेल्दछ। तर हामी जाने चर्चमा पापको बारेमा सिकाइँदैन, पश्चाताप गर्ने कुराहरू सिकाइँदैन भने हाम्रो आत्मिक जीवन चाहिँ खतरामा छ भन्ने कुरा प्रष्ट हुन्छ। यसकारण अहिले प्रायःजसो चर्चमा पापको बारेमा बोलिँदैन, पापको विरुद्धमा प्रचार गरिँदैन, पश्चाताप गर्ने कुराहरू सिकाइँदैन, खालि विश्वासलाई उत्साह दिने, मनोरञ्जन दिने खालका कुराहरू मात्र सिकाइन्छ, जुन चाहिँ राम्रो होइन है। त्यो कुरा हामीले बुझ्नुपर्छ। येशूले पनि पश्चातापको बारेमा प्रचार गर्नुभएको छ, सुरुका चेलाहरूले पनि पश्चातापको बारेमा प्रचार गरेका छन्। यसकारण हामीले पनि पश्चातापको बारेमा प्रचार गर्नुपर्छ। पापबाट पश्चाताप गरेर फर्किने कुराहरू हामीले धेरैभन्दा धेरै चर्चमा सिकाउनु पर्छ। त्यसले नै विश्वासीहरूको जीवन परिवर्तन हुनेछ र उनीहरू परमेश्वरको राज्यको लागि काम लाग्दो विश्वासी बनेछन्। पश्चाताप बिना परिवर्तन असम्भव छ। जब व्यक्तिले साँचो पश्चाताप गरेर प्रभुपट्टि फर्कन्छ त्यसपछि उसको जीवनमा परिवर्तन आउँदछ। यसकारण हामीले पापको बारेमा प्रचार गर्नुपर्छ र पापबाट पश्चाताप गर्ने कुराहरू पनि चर्चमा बोल्नुपर्छ। यदि तपाईँ जाने चर्चमा यी कुराहरू प्रचार गरिँदैन भने तपाईँ त्यो चर्चबाट निस्कनु नै उचित हुन्छ। त्यसै गरी तेस्रो चिन्ह हामी हेर्नेछौँ, जब सेवाकाई पैसाको लागि मात्र गरिन्छ नि त्यस्तो चर्चदेखि पनि हामी निस्कनु उचित हुन्छ। पहिलो तिमोथी 6:10ले भन्छ, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो।
पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमारतिर लागेका छन् र धेरै पीडाले तिनीहरूको हृदय घोचेका छन् भनेर। जब सेवकहरू लोभमा फस्छन् त्यो चर्चमा चाहिँ पैसाको भन्दा अरूको कुरा हुँदैन। अहिले प्रायः जसो सेवकहरू सेवकपन छोडेर पैसा कमाउने धन्दातिर लागेको हामी भेटाउँदछौँ। चर्चमा पनि प्रायः जसो पैसा कसरी कमाउने भन्ने दिनरात पैसाको कुरा हुन्छ र कति दशांश ल्यायो कति भिटी ल्यायो भन्ने कुराहरूको मात्र कुरा हुने गर्दछ। अहिले धेरै सेवकहरू पैसामुखी भएका छन् जसको कारणले गर्दा विश्वासीहरूको आत्मिक उन्नति भइरहेको छैन। तर यसले आफ्ना चेलाहरूलाई चाहिँ निस्वार्थ सेवाको लागि बोलाउनु भएको थियो। यदि चर्चमा दिनरात पैसाकै कुरा हुन्छ र चर्च पैसामुखी छ भने त्यस्तो चर्चबाट निस्कनु नै उचित हुन्छ, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो भनेर बाइबलले भन्दछ। यदि सेवकहरू पैसाको पछि लागेका छन् दिनरात पैसाकै कुरा गर्दछन् भने त्यो चर्च छोड्नु चाहिँ उचित हुन्छ कि हो। हामीलाई पैसा चाहिन्छ तर पैसा हाम्रो केन्द्रबिन्दु होइन, हाम्रो केन्द्रबिन्दु चाहिँ परमेश्वर हुनुहुन्छ कि। वचनले भन्छ पहिला परमेश्वर राज्य र उहाँको धार्मिकता खोजी गरेर सबै थोक तिमीहरूको निम्ति थपिने छन् भनेर। त्यसकारण पहिला हामीले परमेश्वरलाई केन्द्रबिन्दु बनाउँछौँ भने हामीलाई चाहिने खाँचोहरू परमेश्वरले पुरा गर्नुहुन्छ। यसकारण तपाईँको चर्चमा खालि पैसाको कुरा हुन्छ, व्यापार व्यवसायको कुरा हुन्छ, कसरी धनी हुने कुराहरू मात्र सिकाइन्छ भने पापको विरुद्धमा प्रचार गरिँदैन, विश्वासको आत्मिक उन्नतिको कुराहरू गरिँदैन भने त्यस्तो चर्च छोड्नु चाहिँ उचित हुन्छ कि। त्यसले तपाईँको आत्मिक वृद्धि गर्दैन तर तपाईँलाई झन् सांसारिक बनाउने सम्भावना हुन्छ। त्यसकारण यस्तो चर्चमा तपाईँ जानुहुन्छ भने यस्तो चर्चबाट निस्कनु नै उचित हुन्छ। चौथो चिन्ह चाहिँ जब चर्च ख्रिस्ट केन्द्रित हुँदैन नि त्यस्तो चर्चबाट पनि निस्कनु उचित हुन्छ। यूहन्ना 14:6 भन्छ यसुले तिनलाई भन्नुभयो बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिताका आउन सक्दैन भनेर। हाम्रो विश्वासको केन्द्रबिन्दु यसु हुनुहुन्छ। उहाँको साटामा मानिसहरू दर्शनहरू अथवा अरू कार्यक्रमहरू केन्द्रमा राखिन्छ भने त्यो चर्चबाट निस्कनु उचित हुन्छ। हाम्रो केन्द्रबिन्दु यसु हुनुहुन्छ। सबै कार्यक्रमहरू जे जति गरिन्छ सबै उहाँको महिमाको लागि हामीले गर्नुपर्छ। यदि यसुको महिमाको लागि गर्नुको सट्टा हामी आफ्नै महिमा आफ्नै प्रशंसाको लागि हामी गरिरहेका छौँ भने त्यस्तो सेवकाईले परमेश्वरको महिमा गर्दैन। यसकारण जब यसुलाई केन्द्रमा राख्न छोडेर अरू नै कुराहरूलाई कार्यक्रमहरूलाई दर्शनहरूलाई मानिसका परम्पराहरूलाई केन्द्रमा राखिन्छ भने त्यस्तो चर्चबाट निस्कनु उचित हुन्छ। किनभने जहाँ यसु ख्रिस्टलाई प्राथमिकता दिइँदैन त्यहाँ चाहिँ आत्मिक मृत्युको खतरा उत्पन्न हुन्छ कि। यसकारण हामी सचेत हुनुपर्छ कि तपाईँको चर्चमा यसु ख्रिस्टलाई पहिलो प्राथमिकता दिइन्छ, उहाँलाई केन्द्रमा राखेर कार्यक्रमहरू योजना गरिन्छ, उहाँको इच्छा अनुसारको जीवन जिउनको लागि विश्वासीलाई चुनौती दिन्छ भने त्यो चर्च ठिकै छ। तर यसु ख्रिस्टलाई पहिलो प्राथमिकता नदिने, यसु ख्रिस्टको महिमाको लागि नगरिने कुनै पनि कुराद्वारा चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्न। त्यसकारण यदि तपाईँको चर्चमा यसु ख्रिस्टलाई केन्द्रमा राखेर कुनै पनि कुराहरू गरिएको छैन भने त्यो चर्चबाट निस्कनु नै उचित हुन्छ। त्यसकारण हाम्रो चर्चमा गरिने हरेक कुराहरूलाई हरेक निर्णयहरूलाई हामीले यसुलाई केन्द्रमा राखेर गर्नुपर्दछ, त्यसपछि मात्र परमेश्वर प्रसन्न हुनुहुन्छ। यसकारण तपाईँ जाने चर्चमा यी 4 चिन्हहरू छन् भने तपाईँ सचेत हुनुपर्छ है। तपाईँ त्यस्तो चर्चबाट निस्किएर बाइबलीय चर्चमा जानुपर्दछ जहाँ तपाईँको आत्मिक उन्नति होस्। तपाईँ वचनको सही प्रचार गर्ने र सही शिक्षा दिने चर्चमा तपाईँ जानुपर्दछ। पापको विरुद्धमा बोल्ने र पश्चाताप गर्नलाई चुनौती दिने चर्चमा तपाईँ जानुपर्दछ। यति मात्र होइन, दिनरात पैसाको कुरा गर्ने होइन तर परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नलाई चुनौती दिने चर्चमा जाने गर्नुपर्दछ। र अन्तमा जुन चर्चमा यसुलाई केन्द्रमा राखेर हरेक कुरा गरिन्छ नि त्यस्तो चर्चमा जानु चाहिँ उपयुक्त हुन्छ। हवस् त यति भन्दै म भिडियो बन्द गर्न चाहन्छु। फेरि अर्को भिडियोमा भेट्ने चाहिँ सबैलाई जय मसीह।